तीतो सत्य कि यो कलियुग हो। यहाँका मानिसहरूलाई हरेक चिजहरू रेडिमेड चाहिएको छ। खानेकुरा भनौँ रेडिमेड चाहिएको छ, लगाउने कुरा रेडिमेड चाहिएको छ। धैर्य त छँदै छैन। कहीँ आधी घन्टा आँखा चिम्म गरेर ढाड सिधा गरेर बस्नु पर्यो भने हामी सक्दैनौँ। त्यो धैर्य त हामीमा छँदै छैन। अनि कहीँ पूजा गरायौँ भने हामीलाई के चाहिएको छ, छिटो गराउनु परेको छ। भन्छौँ पण्डितजीले राम्रोसँग पाठ गर्दैनन्, तर हामीमा त्यो साहसै छैन, त्यो धैर्यतै छैन कि त्यति समयसम्म बसेर त्यो पाठ सुनौँ, त्यो राम्रोसँग पूजा गराउँ। तर होइन, हामी के भन्छौँ, पण्डितजी छिटो गराउनुहोस् न, मिटिङमा जानु छ, कहीँ जानुपर्ने छ, घाम भइसक्यो, छिटो गराइदिनुहोस् न, भोक लागिसक्यो भनेर छिटो गराउन बाध्य गराइदिन्छौँ। विवाह नै किन नहोस्, पण्डितजी पाठ गरिरहेका छन्, हामी के भन्छौँ, ढिला भइसक्यो, लानुपर्ने, टाढा जानुपर्ने हुन्छ, दुलै लिएर जानुपर्ने छ टाढा। अब कति पढाइरहनु, कति पूजा गरिरहनु भएको, छिटो गर्नुहोस् न पण्डितजी, छिटो गराउनुहोस्, छिटो सकाइदिनुहोस्। हामीमा धैर्यतै छैन। अनि सबै कुराहरू छिटो गराउने हाम्रो बानी भइसक्यो है। यही छिटो गराउनु पर्ने बानीले हामीलाई हरेक चिज रेडिमेड चाहिनु पर्ने बानीले गर्दा अनि आजकलका मान्छेहरू के भन्न थालिसके भन्दा, बिहान उड्दैमा स्नान गर्दैमा, तिलक लगाउँदैमा, घाँटीभरि माला लगाउँदैमा कसैको मन पनि पवित्र हुँदैन, कोही पनि पवित्र हुँदैन भनेर भन्ने भइसक्यो। किनभने हामीलाई त्यति गर्ने धैर्यतै छैन, हामीमा त्यति गर्ने साहसै छैन। कसले उठ्ने बिहान, को गर्ने स्नान, कसले लगाउने यो माला, कसले लगाउने तिलक। हामीलाई त सबै कुरा रेडिमेड चाहिएको छ है। सबै भगवान पनि अझ रेडिमेड रिमोटले टक्क अँठाएर हाम्रो आँखा अगाडि नै आउनु पर्यो। कसले गर्ने त्यो ताम झाम झन्झट होइन, के भन्छ नि, त्यो झन्झट कसले गर्ने, किन गर्ने झन्झट। चट्ट रिमोटले ठ्याक्क अँठाउने है, बिहान पनि नउठ्ने, माला पनि नलगाउने, मन्त्र पनि नजप्ने, मन पवित्र भइहाल्छ। अनि के गर्ने, रिमोटले ठ्याक्क अँठाउने अनि भगवानलाई ठ्याक्क आँखा सामुन्ने ल्याइदिने भइहाल्यो नि। किन गर्ने यो तामझाम, यो दुःख, यो झन्झट किन गर्ने, होइन त। हरे कृष्ण, राधे राधे।